ल यो सानो पुन्टे साइकल चाहिँ तपाईँहरूको लागि फेरि लिएर आएको छु। यसमा चाहिँ अगाडि पछाडि दुईटैमा डबल डिस्क ब्रेक र यो फोल्डिङवाला साइकल हो। अब यसको काम चाहिँ कहाँ हुन्छ भनौँ न, कहाँ प्रयोग गर्ने हो यो विशेष गरी तपाईँको होइन फोल्डिङवाला भइसकेपछि फोल्डिङ गरेर तपाईँले एक ठाउँबाट अर्को ठाउँमा सजिलै लिएर जान सक्नुहुन्छ। जस्तै तपाईँ मानिलियो होइन बुटवलबाट काठमाडौँ जानुभयो र तपाईँले त्यो लोकल एरियामा हिँड्नु पर्ने छ भने तपाईँले कारमा पछाडि राखेर लिएर गए पनि भयो, नभए तपाईँ पब्लिक गाडीमा जाँदै हुनुहुन्छ भने बसमा पछाडि राखेर या माथि छतमा राखेर लिएर जान पाउनुहुन्छ। एकदम सानो फोल्डिङ भइसकेपछि जम्मा यत्रो हुन्छ, तपाईँले यसलाई चाहिँ बोकेर आनन्दले जान पाउनुहुन्छ र यसमा चाहिँ तपाईँको 150 केजीसम्मको लोड यसले बोक्न सक्छ। अब यो त ठुलो मान्छेको लागि भयो, म जस्तो मान्छे यसलाई ठुलो होइन के भन्छ यसलाई सिटलाई तल र माथि गरेर प्रयोग गर्न पाउनुहुन्छ। तर यसलाई चाहिँ बच्चाहरूले पनि प्रयोग गर्न सक्छ। जस्तै 5 वर्षकोदेखि बच्चा लिएर तपाईँको 70-80 वर्षको बुढा मान्छेले नि भनौँ न अलि एजेड मान्छेले नि चढ्न सकिन्छ भनेपछि त्यसरी तपाईँले प्रयोग गरे पनि भयो र फोल्डिङ जस्तो युज गरे पनि भयो, लोकल युजको लागि युज गरे पनि भयो। सबै अप्सन भएको। यो चाहिँ 10 एम्पियर र 15 एम्पियर ब्याट्रीको साथमा आउँछ। तपाईँले कति बजेट हाल्नुहुन्छ त्यो अनुसार तपाईँले चुज गरेर लान पाउनुहुन्छ। यसमा चाहिँ यस्तो खालको एउटा चाबी आउँछ। प्राइसको कुरा गर्नु पर्दाखेरि 60,000बाट प्राइस सुरु हुन्छ। ब्याट्री अनुसार यसको प्राइस चाहिँ फरक पर्न सक्छ। भनेपछि यो चाहियो भने सम्पर्क गरिहाल्नुहोस्। कहाँ त ग्रिन सिटी भेहिकलमा है त, नम्बर तपाईँको गाडीमा छ।